आजको मौसम यस्तै छ है साथी। मौसम गाह्रो छ। यो चाहिँ मेरो घर। यस्तै छ साथी। कति चिसो भइरहेछ है, मजा आइरहेछ नि त हैन साथी। दामी मौसम छ साथी। मौसम पनि खतरै छ। ल साथी, यस्तै छ यहाँको मौसम। यतापट्टि साइडमा आएर बसेको छ जस्तो हेर्नु। मैले चलाइदिएँ नि त स्या 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 स्या। कस्तो पुरा सर्पले जस्तो गरिरहेछ। यस्तै छ साथी। यो जङ्गली हाँस हो कि यस्तोमा आएर पारेको छ अन्डा हो साथी। अन्डा उता देखिरहेछ, यस्तोमा आएर अन्डा पारेको छ साथी। ल ल साथी, आजलाई यति नै हो। यस्तै छ मौसमहरू। मौसम यस्तै छ यहाँको। उतापट्टि गयो अहिले, उतापट्टि जाँदैछ। मौसम यस्तै छ साथी हो, के गर्नु। यो चाहिँ मेरो गाडी है, क्राफ्ट। यस्तै छ साथी। ल के गर्नु, के भइरहेछ भोकले सिकिस्त भएछ। यसको बुढा चाहिँ कता गयो? तातो बनाउनुको लागि अन्डा। तसपछि तातो बना कसरी बस्दो रहेछ हेरौँ है त साथी। हेरौँ है। ल बाई साथी हो, आजलाई यति नै है। आजलाई यति नै बाई है साथी। अन्डा अन्डा अब निक्ल्यो नि त उता है। कतिवटा रहेछ? 1 2 3 4 5 6 7 8 9 10 10वटा रहेछ। 1 2 3 4 5 6 7 8 10वटा रहेछ अन्डा त। बल्ल देख्नु पाएँ साथीहरूले। ल अन्डा चाहिँ यसरी पारेको छ साथी। अन्डा यसरी पारेको छ। त्यहाँ बसिरहेको छ।
ल बाई बाई आजलाई यति नै यो अन्डा यसरी पार्दा यस्तो ठुल्ठुलो छ अन्डाहरू है साथी अन्डा पुरुल्दै छ क्या पुरुल्दै छ क्या अन्डा हेरौँ है त छैन भर्खर तातो बनाउने छ ल बाई साथी आजलाई यति नै आज सरप्राइजिङ भनेको चाहिँ तपाईँहरूलाई म देखाउन गइरहेको छु है साथी खिच्दैछु म सरप्राइजिङ तपाईँहरूलाई मैले देखाइदिन्छु है म अब देख्नुभयो साथी देख्नु भएन होला अझै नजिक गएर म तपाईँहरूलाई देखाउँछु है यहाँ के देखिरहेछ ओथ्रा बसिरहेछ है साथी यहाँ यस हाँसले फुल पारेर हाँसले फुल पारेर यहाँ ओथ्रा बसिरहेछ काहीँ ठाउँ नपाएर यो पावरको साइडमा काहीँ ठाउँ नपाएर अन्डा अस्ति गन्दाखेरि चाहिँ मैले 10वटा गनेको थिएँ त्योभन्दा पनि बढी पारेको थियो छ होला 10-12वटा कति समथिङ होला र एकदमै राम्रो हामीले केही गर्दैन नि त यहाँ त्यही भएर प्याज जङ्गली हाँस हो नि त यो जङ्गली हाँस बिचरा कति राम्रो छ अब हेर पशुहरूलाई पनि आफ्नो परिवारको आफ्नो छोराछोरी आफ्नो सम्पत्तिको कति माया लाग्दो रहेछ नि यहाँ उसलाई समात्ने हो भने यो हाँसलाई समात्ने हो भने कति सजिलोसँगले समात्न सकिन्छ नि त तर ऊ हलचल गरेको छैन डराएको पनि छैन हेर सुबानी घरको जस्तै घरमा पालेको जस्तै कति सुबानी भएर पुरा अन्डालाई तातो बनाइरहेछ र आज यो देखाउनुको कारण चाहिँ एनिमललाई पनि प्रोटेक्ट गर्नुपर्छ एनिमल यसरी जताभावी चाहिँ क्याच गऱ्यो भने चाहिँ राम्रो हुँदैन अथवा बसेको भाइ त्यसैले वी निड टु लभ टु द एनिमल वेदर इट इज द होम रेयर एनिमल अर द वाइल्ड एनिमल है साथी कति राम्ररी बसिरहेछ यस्तै छ है साथी हो सासू ससुराको घर अघि त्यो बोटुकोले यसो गरेको थिएँ यसो गर्दा समाउन बाटो भनेर डर अझै राम्ररी देखाइदिनु साथी यार यो पावरको बक्समा तल फेदमा बसिरहेछ आनन्दसँगले यो अहिले समात्नु खोज्दा पनि हलचल गर्दैन यो किनभने अन्डा आफ्नो अन्डालाई चाहिँ तातो बनाइरहेछ नि त अन्डालाई तातो बनाइरहेछ अन्डा पुऱ्याउनु खोजिरहेछ त्यही भएर उड्यो भने त फेरि यो त पुरा भेट्न सकिँदैन नि त फेरि तर यसलाई अहिले समात्नु हो भने केही पनि गर्दैन हेलो गाइस आज तपाईँहरूलाई म अचम्मैको कुरा देखाउन चाहन्छु है साथी यो हाम्रो सासू ससुराको घर होइन यो हाम्रो सासू ससुराको घरको नजिकै यहाँ तपाईँहरूलाई म एकदमै सरप्राइजिङ दिन्छु है ल हेर्नु है गाइस